हामी चाहिँ आज माथि लेटाङ झाँटेको यो झोर्लङ्गी पुल हो। हामी चाहिँ माथि कोलङ झर्ना जाँदैछौँ। कोलङ झर्ना लगभग यहाँदेखि हामी चाहिँ 2 घन्टा हिँड्नु पर्ने हुन्छ। यस्तो खोलामा बाइक तार्नु हुँदैछ। बाटो एकदम अप्ठ्यारो रहेछ। यहाँ यसरी खोला तार्नु पर्ने हुन्छ। बाटो यस्तो अप्ठ्यारो छ। हामी चाहिँ पुलको अन्तिममा पुगिसक्यौँ। के खान थालिहालेको? अनि खाएर हिँड्नु सक्छ उकालोमा झन्? कोकले एनर्जी दिन्छ। हामी त 2 घन्टा हिँड्नुपर्छ नि यहाँदेखि 2 घन्टा। 2 घन्टा जान्छु हामी होइन कोलङ झर्नामा। म चाहिँ फर्स्टचोटि हो यो आएको। कतिजना चाहिँ जानु भइसकेको छ त्यो कोलङ झर्ना। अनि हाम्रो भिडियो बनाउने हाम्रो रमेश गुरुङ भाइ पनि पुगेर फर्किसकेको। अनि हामी चाहिँ फर्स्टचोटि हो। आजको हाम्रो टिम लगभग 7 जना 8 जना जस्तो छौँ। अब चाहिँ हामी उकालो हिँड्नु पर्ने हुन्छ। लगभग 2-1.5 घन्टा जस्तो पर्छ। बाटो चाहिँ यस्तो छ है। अब हामी चाहिँ उकालो लाग्यो। हिँड्न गाह्रो भइरहेछ सबैलाई। धेरै उकालो पर्छ जग्गा चाहिँ। पानीको धारा त्यो राम्रो हुन्छ यहाँको पानी चाहिँ। चिसो एकदम राम्रो पानी। यो पहाडको पानी एकदम चिसो। फ्रिजमा लाउनै पर्दैन क्या यो पानी चाहिँ। यता सर्टकट बाटो लाग्यौँ है। अब यो सर्टकट बाटो रहेछ। यस्तो यो चाहिँ उन्यौँ। गोरन्डा के बोकेको थियो? मकै। कसको मकै? आफ्नै बारीको। ए हो। पथरीमा नि के लाने अरे? निगार लाने। निगार उहाँले यति मिठो पार्नु भएको छ निगार होइन। कोलङ झर्नामा। उकालो भनेर म जानै साँझै गएछ। यहाँ चाहिँ यसरी खोला पर्दैछ। हामी अब लगभग कोलङ झर्ना नजिकमा लाग्यौँ। ल हामी चाहिँ ठ्याक्क अहिले चाहिँ कोलङ झर्ना आइपुग्यौँ। कोलङ झर्नामा छौँ। यसरी धेरै मान्छेहरू आउँदो रहेछ यो झर्नामा, कोलङ झर्नामा। ल हामी चाहिँ कोलङ झर्नामा आएर अब मासु खाजाहरू पकाएर खानालाई रेडी भयो। पानीको केको लागि भने हाम्रो चौचौको लागि ल। चौचौको लागि है त यो। ल अब एकछिन आगो सल्को छैन। त्यो प्लास्टिक पनि सकिरहेको छ। अर्को ग्रुप छ भाइहरूको। यसमा बोलेर खाएको थियो र बाटो दिँदै यसमा पौडा हुन्छ होला त। ल अब कराइ त थियो कि यो ढुङ्गामा मासु पनि खानु भएन। ठिक छ र। यो मासु आइसकिसक्यो। अब हाम्रो भतिस रिल्याक्स गरिरहेको छ त्यहाँ। अनिका के भन्नु अरे? के भयो? कहाँ लड्यो? अनि किन कुदेको त? नकुद बस त।
धेर भयो त्यो धेर भयो दाउरा बल्छ यही बल्छ बसेर नगन खाँच्छौ तिमीहरू बल्दैछ आगो यहाँ मासतिर चाहिँ मासु पोल्दैछ सुँगुरको मासु पोल्ने हो अहिले है हामी चाहिँ कोलम भन्दा चाहिँ कुनै अब धेरै गाउँको त्यसको चाहिँ हामीलाई त्यो मासु पाउने कराई चाहिँ भित्र पर्दो रहेछ हाम्रो चाहिँ यहाँ मासु पोल्नु सुरु भयो मासु पोलेर अनि खाएपछि नुहाएपछि घरतिर फर्किने हो हामी पनि यतिकै नुहाउँदा हुन्छ होइन यो हाम्रो नि अलिक यो भयो कि आज चाहिँ अब के भइरहेको नि हामी चाहिँ अब फर्किन लागेको अहिले फर्किने बेलामा पनि मान्छेहरू धेरै आइरहेको छ मान्छेहरू आइरहेको छ तलबाट हामी चाहिँ घर फर्किँदैछौँ कोही मान्छेहरू आउँदैछ यो चाहिँ कोलङ झर्ना जाने अन्तिम भ्यू रहेछ यहाँदेखि चाहिँ हामी हिँडेर जानुपर्ने रहेछ यसरी पार्किङ गरिएको छ अहिले पानी परेर एकदम बिजोग भइरहेको छ एकदम